हेलो साथीहरू, आज चाहिँ मेरो बिदाको दिन मैले चाहिँ समोसा खाने भनेर आलु उसानिसकेको थिएँ अनि आलुलाई खोल्साएँ अनि त्यसलाई एउटा बलमा राखेँ। त्यसपछि मैले त्यसमा बेसार राखेँ, नुन राखेँ, रातो धुलो खुर्सानी राखेँ अनि मसला राखेँ अनि त्यसमा हिङ पाउडर पनि राख्ने अनि त्यसलाई मिक्स गर्ने। हिङ पाउडर चाहिँ आफूलाई राख्दा पनि भयो नराख्दा पनि हुन्छ। अनि प्यान बसाले, प्यानमा थोरै तेल राखेँ अनि जिरा हालेँ। जिरा चाहिँ हल्का रातो रातो हुन दिने, कालो कालोसम्म हुन दिने। त्यसपछि त्यसमा मैले हरियो खुर्सानी राखेँ। हजुरहरूलाई पिरो कतिको खान मन छ त्यही अनुसार राख्नुहोला। अनि मैले त्यसमा हरियो मटन राखेँ। मटन चाहिँ हल्का उसानेको राख्दा राम्रो हुन्छ। अनि त्यो मटनलाई मैले मजाले चलाएँ अनि त्यसपछि मैले त्यसमा चाहिँ पेस्ट राखेँ टमाटरको पेस्ट चाहिँ मैले थोरै मात्र राखेँ अनि त्यसलाई मजाले चलाएँ, एकछिनसम्म चलाएँ। अनि त्यो मिक्स भइसकेपछि मैले चाहिँ अघि नै बनाएर बोलमा राखेको त्यो आलुको पेस्टलाई चाहिँ यसमा ल्याएर हालिदिएँ। अनि यसमा ल्याएर हालिसकेपछि आलुको पेस्ट त्यसमा हालिदिएँ अनि हालेर फेरि एकछिन मजाले चलाएँ अनि चलाएँ अनि त्यसलाई एकैछिन चाहिँ सेलाउनमा राखिदिएँ। हेर्नुहोस् त कस्तो मिठो होला जस्तो। त्यसपछि मैले पिठो राखेँ। पिठोमा चाहिँ मैले थोरै जिरा राखेँ अनि घिउ, हजुरहरूले तेल हाल्दा पनि हुन्छ। अनि हल्का मनतातो पानी हालेर त्यसको मैले डो बनाएँ। डो बनाइसकेपछि मैले त्यसलाई समोसा बनाउँदै गएँ। हेर्नुहोस् त, अनि मलाई चाहिँ त्यति राम्रो बनाउन आएन। मैले त्यसलाई फ्राई गरेँ, त्यसपछि हल्का 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 गरेर पकाउँदै गएँ अनि मिठो भयो। आजको मेरो बिदा सकियो। बाई।